राधा वल्लभ, जय श्री हरिवंश, जय श्री राधे। पहिला पहिला घरमै चाहिने मसलाहरू बनाउनको लागि के पसलहरूमा गयो, हलालहरूबाट गयो, किन्यो। अब कसरी बनाएर पठाएको हुन्छ केही थाहा नहुने है। अनि के मिक्स हुन्छ नि त, लसुनहरू मिक्स हुन्छ, अनि लसुनहरू मिक्स हुने के हुने हुन्छ। अनि मैले यहाँ मैले आफैले बनाएको यो बेसारहरू, अनि यो के अरे सी साल्टहरू सबै ल्याउने ठुल्ठुलो, अनि घरमै बनाउने गर्ने गरेका छन् होइन। अहिले पनि हाम्रो मसलाहरू सकिएको थियो, अनि यो चाहिँ सबै नेपालबाट यस्तो ठुल्ठुलो योहरू लिएर थिएँ। 12 मसलाहरू म चाहिँ सबै मिक्स गर्छु के, अनि अलिअलि तताउँछु, अनि त्यसपछि घरमा नै मसला तयार गर्छु आफ्नो घरमा हरेक खानेकुरामा हाल्नलाई। किनभने श्रीजीलाई नि भोग चढाउनुपर्छ, अनि श्रीजीलाई अनि आफैले बनाएको मसलाले आफैले गर्दाखेरि त्यो आनन्द मनाउँछ। नुन पनि सी साल्टहरू लिएर आउँछु, पिरे नुनहरू कुटेर युज गर्छौँ है। अनि मैले यसरी तयार गर्छु घरमै मसला। तपाईँहरू कतिजनाले मसला बनाएको मैले नि युट्युबमा देखाएको थिएँ होइन। मैले चाहिँ यसरी हल्का लो फ्लेममा सबै 12 मसलाहरू, कडी पत्ताहरू सबै हालेर जिरा, धनिया, ल्वाङ, मेन सबै इन्ग्रिडियन्ट्स के हर्बल इन्ग्रिडियन्ट्स, अनि आफ्नै होममेड खाने चाहिँ हेल्दी हुन्छ होइन। अब यसरी नै खाएर नै होला होइन। मेरो चाहिँ वेट बढी भए पनि होइन, मेरो हरेकचोटिको हेल्थ चेकअपहरूमा यस्तोमा चाहिँ प्रेसर, ब्लड सुगरहरू, युरिक एसिडहरू, मेरो यो लङ्सहरू, यस्तो किडनीहरू सब राम्रो छ कि, यस्तो छैन। जस्ट एउटा मेरो अब वेट भनेको चाहिँ मेरो टाइममा खाना नहुने, अनि लास्ट डे लङ आवर काम गर्ने, अनि स्लिपिङ टाइम आवर थोरै भएको भएर चाहिँ वेट बढेको। अनि खाना खायो, अनि थाकेर आयो, राति खायो सुत्यो होइन, त्यही भएर यस्तो भएको भनेर डक्टरहरूले भन्नुभएको छ होइन। त्यही भएर मैले चाहिँ आफ्नै घरमा टी पनि हर्बल टी बनाएर खान्छु, यस्तो गर्छु होइन। कतिजनाले यस्तो गर्नुहुन्छ, मैले चाहिँ एकदम अहिले आयुर्वेद होम रेमिडियन्समा फोकस गर्छु क्या। अनि त्यही भएर यसरी सेयर गर्नको लागि हो। राधे राधे। जय श्री हरिवंश।